नेपालमा पहिलोचोटि बन्दैछ यो एकदम स्ट्यान्डर्डको हाइवे। अनि यो बाटो चाहिँ कम्प्लिट भएपछि चाहिँ काठमाडौँ आउन जानलाई यहाँ तराईबाट चाहिँ एकदमै सहज हुनेछ। यो चाहिँ तराईदेखि काठमाडौँ जोड्ने एउटा मूल बाटोको रूपमा चाहिँ प्रयोग हुनेछ हैन। अनि हेर्नु होला यो यतापट्टिको वरिपरिको यो एउटा यो चाहिँ पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले अनि यो एरिया पुरै एकदमै घना जङ्गल छ। अनि यहाँ चाहिँ पाटेबाघ अनि बँदेल मयूर बनकुखुरा हैन इत्यादि धेरै जनावरहरू अनि जस्तै मृग हरिण यहाँ चाहिँ धेरै पाउँछ। हेर्नुस् एकदमै खतरा घना जङ्गल छ यो। यस्तो छ अहिले नलरी गाडीहरू आउजात हुन थालिसकेको छ हैन। यो बाटो चाहिँ हेर्न सक्नुहुन्छ सबजनाले। अनि यहाँ चाहिँ यो चाहिँ स्लोप प्रोटेक्सनको काम भइरहेछ हैन, भइसक्यो पनि। यो सिमली हो, यसले चाहिँ एकदमै स्लोपहरूलाई चाहिँ रक्षा गर्ने भएकोले यसलाई चाहिँ यहाँ सारिएको छ यो द्रुत मार्गमा। अनि यहाँ चाहिँ हाम्रो देशको राष्ट्रिय जनावर दुईजना महालक्ष्मी यहाँ हुनुहुन्छ। ओ उहाँले यता हो भिडियो खिच्न भने भनिसक्नुभयो। ल्याउनुहोस् यही यहाँनिर आइज अलिक डर लाग्छ कि। लक्ष्मी हुनुहुन्छ, यतापट्टि महादेव हुनुहुन्छ। ए महादेव बोल्नुहोस्, बोलिए कुछ बा ए अनि यहाँ मेरा दुईजना मित्र हुनुहुन्छ। हेलो गाइज है, हेलो 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 भन्नु होला। एकजना सर्वे इन्जिनियर, एकजना हाइवे इन्जिनियर। ठिकै छ। आइज आइज हाम्रो अगाडि हुन्छ एकजना। के बोल्नु होला, के बोल्नु होला है ल। Hello guys, welcome to my vlog. These guys are very funny, always kidding and talking with his girlfriend. पुरै अन हुन्छ 24 घण्टा। बोल्नु राम्रोसँग बोल्नु, ब्लग बनाइरहेको छु। ल गाइज तपाईहरु आज यसो अप्सन दिनुस्, आज कुन टिम जित्छ सेमी फाइनल? अप्सन हैन, प्रेडिक्सन। ल अरु अर्जेन्टिना भर्सेस इंग्ल्यान्ड। यति हो। बाजी पनि लगाउनु पर्छ, यसो भनिदिनु पहिला नै कुनमा लाउनु पर्छ भनेर। आज त 50,000 हान्दिने हो एउटा टिममा। म पनि हान्दिने हो 50,000 त। ल हेरौँ। ओहो क्या दामी छ है यो। के अरे काठमाडौँ तराई फास्ट ट्र्याक है। यहाँ हामी पुरै छु होइन। ज्यान घटाउने उपलक्ष्यमा हिँडेको बेलुका यहाँ रमाइलो छ। एकदमै बवाल छ है बाटो। एक सबजनाले हेर्नुले त साइडमा पछाडि बाटो एकदम बवाल हुनेवालामा छ। जुन दिनबाट यो बाटो सुचारू हुन्छ अनि त्यो दिनबाट चाहिँ नेपालमा विकासको अनुभूति गर्न थाकिसक्नु भएको छ। उहाँ फेरि हाम्रो CP4 को हाइवे इन्जिनियर अनि हाम्रो उहाँ वरिष्ठ सब के अब तपाईँ त्यो पनि के गर्नु भएको। देवेन्द्र हेलो के बोल्नु, के चाहिँ बोल्नु? अहिले बोल्नु है, ठिक छ। तपाईँलाई के भन्नु छ यहाँको बारेमा? तपाईँकोमा डाटा छ? कसैकोमा छैन। डाटा हम अफिस